यस मेरो प्यारो मित्रहरू सबैलाई एकदम दर्शन नमस्ते है। लभ यु अल मेरो सम्पूर्ण मित्रहरूलाई धेरै धेरै माया छ। आज म आफ्नो जिन्दगीको बारेमा केही बताउन गइरहेको छु। यो मेरो पर्सनल ओपिनियन, मेरो आफ्नो पोइन्ट अफ भ्यूबाट मैले मेरो जिन्दगीलाई हेर्दा कहिले चित्त बुझ्छ त कहिले चित्त बुझ्दैन। तर मेरो लाइफ स्टोरी मेरो मात्र नभई मेरो कतिपय मित्रहरूको लाइफमा पनि मेल खान जान्छ। त्यही भएर मैले आज यो यस्तो भिडियो बनाउने जमर्क गरिरहेको छु। मैले मेरो च्यानलमा राज थापा रकनको चाहिँ फर्स्ट टाइमको लङ भिडियो हो। आशा छ मेरो प्यारो मित्रहरूले मलाई सपोर्ट गर्नुहुनेछ, साथ दिनुहुनेछ, माया गर्नुहुनेछ, मलाई हौसला दिलाउनुहुनेछ अनि त्यसपछि गएर मलाई फुल्ली मात्रामा सपोर्ट गर्नुहुनेछ मेरो प्यारो मित्रहरूले भन्ने कुरा चाहिँ मैले विश्वास गरेको छु है। मैले मेरो प्यारो मित्रहरूप्रति आशाभन्दा पनि बढी भरोसा गरेको छु। त्यही भएर मेरो मित्रहरू, मेरो विनम्र अनुरोध छ त्यतिलाई यो मिस्टर राज थापा रकनलाई भनौँ न, अझ राज थापा रकनलाई माया गरिदिनुहोस्, साथ दिनुहोस् है। यो जिन्दगी भनेको यस्तै रहेछ है मेरो प्यारो मित्रहरू। खुसी हुँदा उडेर आकाश छुमो जस्तो, अनि कहिलेकाहीँ जिन्दगी न हो फेरि दुःखी हुँदा एकदम फ्रस्ट्रेट भएर धरती नै छोडिदिउँ जस्तो। यो दुइटै फिल आउँदो रहेछ है मेरो मित्रहरू। ममा मात्रै हो या मेरो मित्रहरूमा पनि यस्तो हुन्छ है। आइ एम नट स्योर बट आई फिल लाइक दिस है। मलाई यस्तो अनुभव एन्ड देन मलाई यस्तो महसुस हुन्छ। खुसी हुँदा उडेर आकाश सुनिदिउँ जस्तो, दुःखी हुँदा त्यो धरती नै छोडिदिउँ जस्तो, यस्तो खालको फिल हुन्छ। तर मनै त हो, मनले आफूलाई कन्ट्रोलमा लियो भने साँच्चै मैले ढाँटेको होइन, जिन्दगी जिउन अति नै मुस्किल हुन्छ। तर मनलाई हामी आफैले कन्ट्रोलमा लिन सक्यौँ भने, मनलाई आफ्नो बसमा लिन सक्यौँ भने जिन्दगी साँच्चै नै भने जस्तो हुन्छ है। तर बट इट्स नट लाइक सिम्पल, इट्स नट लाइक इजी है, नट लाइक इजी एन्ड नट लाइक सिम्पल, इट्स भेरी डिफिकल्ट है। यो अत्याधिक गाह्रो, मुस्किल, एकदम क्रिटिकल छ। आफ्नो मनलाई आफूले बसमा लिनु भनेको कुरा यो चान्चुने कुरा होइन मेरो प्यारो मित्रहरू। यो सानोतिनो कुराहरू पनि होइन। यसको लागि हामी रिहर्सल गर्नुपर्ने, एभ्रिडे हामीले प्र्याक्टिस अर्थात् अभ्यास गर्नुपर्ने हुन्छ। म चाहिँ त्यसको कोसिसमा लागिरहेको छु। मेरो मित्रहरूको चाहिँ के छ यसमा आफ्नो राय सल्लाह सुझाव है। मैले भन्नुपर्दा फ्याक्ट कुरा मैले के गर्न खोजिरहेको छु भने हामी कुनै न कुनै चिजको लतमा लागिरहेको हुन्छ है मेरो प्यारो मित्रहरू। कोही स्मोक एडिक्ट होला, कोही अल्कोहल एडिक्ट होला, कोही जोइन एडिक्ट होला, या कोही के न के को एडिक्ट हुन्छ है माई फ्रेन्ड्स। तर यो एडिक्नेसनमा नै हामीले आफ्नो लाइफलाई सेक्रिफाइस गर्नु चाहिँ जरुरत छैन है। सेक्रिफाइस पनि भन्न मिल्दैन, अझ फ्याक्ट कुरा गर्नुपर्दा वेस्ट। डोन्ट वेस्ट यर लाइफ एन्ड डोन्ट वेस्ट माई लाइफ मेरो प्यारो मित्रहरू है। नेचर नेभर चेन्ज बट ह्याबिट इज अप्रोचली चेन्ज मेरो प्यारो मित्रहरू है। नेचर चाहे तपाईँहरूले होस् चाहे मैले होस्, चाहेर पनि हामीले चेन्ज गर्न सक्दैनौँ है। नेचरलाई हामीले चेन्ज गर्न सक्दैनौँ मेरो प्यारो मित्रहरू। तर आदत या बानीलाई हामीले चेन्ज गर्न सक्छौँ है। म चाहिँ चेन्ज गर्ने प्रयास गरिरहेको छु, आई विल ट्राई। अनि मेरा प्यारो मित्रहरूको चाहिँ के छ है यसमा कमेन्ट गर्न सक्नुहुन्छ है। के छ यसमा हजुरहरूको राय सल्लाह सुझाव। चेन्ज गर्न सकिँदैन र ह्याबिटलाई चेन्ज गर्न सकिन्छ। यदि चेन्ज गर्न सकिन्छ भने गर्न जरुरी छ है मेरो प्यारो मित्रहरू। हामीमा केही त्यस्तो राम्रो बानीहरू छ, हामीमा त्यस्तो केही राम्रो आदत छ, ह्याबिट छ, गुड ह्याबिट छ भने नेभर चेन्ज, त्यसलाई चेन्ज गर्न जरुरी छैन है। तर यदि हामीमा ब्याड ह्याबिट, एडिक्सन ह्याबिटहरू हामीमा छ भने नाउ बी चेन्ज इमिडिएटली है माई फ्रेन्ड्स। किनकि टाइम इज टाइम है। समयभन्दा मूल्यवान केही छैन यो संसारमा अनि आफ्नो जीवनमा पनि। समय सापेक्ष भएर चल्नु एकदम राम्रो हो। प्रतिकूल भएर होइन, अनुकूल भएर चल्न जरुरी छ मेरो प्यारो मित्रहरू। आज म राज थापा रकन यो मेरो युट्युब च्यानलमा म फर्स्ट टाइम लङ भिडियो लिएर आएको छु। आशा भन्दा नि मैले भरोसा गरेको छु मेरो प्यारो मित्रहरूलाई माया गरिदिनु हुनेछ, सपोर्ट गर्नुहुनेछ मेरो प्यारो मित्रहरूले है। अब जे छ हातमा यही एउटा सिम्पल स्यामसङको मोबाइल, त्यो पनि बजेट फोन, त्यो मार्फत मैले
भिडियो बनाइरहेको छु मेरो प्यारो मित्रहरू माया गरिदिनु होला। आज फर्स्ट टाइम मैले यो च्यानलमा लङ भिडियो बनाएको छु। मलाई जहाँसम्म लाग्छ मित्रहरूले माया गरिदिएर मलाई फुल्ली सपोर्ट गर्नुहुनेछ। थ्याङ्क यू है मेरो प्यारो मित्रहरू। थ्याङ्क यू लट्स अफ थ्याङ्क फर माई अल फ्रेन्ड्स एन्ड देन लट्स अफ लभ अल्सो फर माई अल फ्रेन्ड्स। थ्याङ्क यू। इट्स मी राज थापा रकर। बाई। दुःख बुझ्ने सुख बुझ्ने साथ मागेको छु, आँसु पुछि म छु भन्ने हात मागेको छु। Why did you break my trust? सपना ठुला